हामी अहिले रामपुर 3 सीताकुण्ड मन्दिर प्रवेशद्वारमा छौँ। आज चाहिँ राम सीताको विवाह रामपुर नगरपालिकाको आयोजनामा चाहिँ एकदम भव्यका साथ विवाह हुँदैछ। रामपुर 5 राम मन्दिरदेखि चाहिँ रामको बेहुलाको रूप लिएर आउँदै अहिले हामी चाहिँ सीताको कुण्ड भएको ठाउँमा चाहिँ हामी आइरहेका छौँ। धेरै भक्तजनहरू आउँदै हुनुहुन्छ। हाम्रो उद्योग वाणिज्य सङ्घको अध्यक्ष अनि चाहिँ धेरै मान्छेहरू आउँदै हुनुहुन्छ। अरू जन्तीहरू पनि आउँदै हुनुहुन्छ। अहिले हामी चाहिँ त्यसरी यो ठाउँमा मान्छेहरू देख्न सक्छौँ। धेरै आज चाहिँ यहाँ भव्य रमाइलो राखेको छ। धेरैजना मान्छेहरू हुनुहुन्छ। माथिबाट हामी सीताकुण्डको भाग देखाउँदैछौँ तपाईँहरूलाई। हेर्न सक्नुहुन्छ। यो चाहिँ हिँडबाट हेरौँ कि यहाँ सीता रसोला हुँदाखेरि चाहिँ यहाँ नुहाउने सीताकुण्ड भनेर चाहिँ यो वनवासको बेलामा राम सीता वनवासको बेलामा चाहिँ यहाँ आएर रसोला भएर यहाँ चाहिँ नुहाउने ठाउँ भएको भएर यहाँ चाहिँ सीताकुण्ड बनिएको भनेको छ। यो कुण्डमा नुहाउने सीताले नुहाएको भन्ने कुरा परम्पराको ऊ रहेछ। यस्तै अनुसार अब यहाँ धेरै रमाइलो छ। यहाँ धेरै मान्छेहरू हुन्छ आज पूजाको लागि। विवाह पञ्चमीको विशेष दिन आज धेरै मान्छेहरू आउनुभएको छ। सीताको मन्दिर हुनसक्छ। हामी यहाँ देख्न सक्नुहुन्छ। यहाँ यसरी सीताकुण्ड दर्शन भनेर चाहिँ सीताको मन्दिर चाहिँ यो देख्न सक्नुहुन्छ। यस्तो रमाइलो छ। सबैतिर धेरै मान्छेहरू हुनुहुन्छ। यहाँ हामी पनि यही ठाउँमा हेर्नलाई भनेर आएको छौँ। यता बाजा घन्टिरहेको छ। धेरै मान्छेहरू पूजाआजामा हुनुहुन्छ भने अहिले जन्ती भने आउँदैछ। यहाँ चाहिँ रामपुर 5 राम मन्दिरबाट चाहिँ यहाँ रामको जन्ती लिएर आउँदै हुनुहुन्छ। यहाँ सीताको घरमा सीताकुण्डमा धेरै रमाइलो छ। आज देख्न सक्नुहुन्छ। रमाइलो पनि छ। सबै चिज चाहिँ यहाँ व्यवस्थित गर्दैछ। नगरपालिकाले पनि यसलाई अझै राम्रो व्यवस्थित गराउँदैछ देख्न सक्नुहुन्छ। यस्तो राम्रो छ भने यहाँ कोही उहाँहरू चाहिँ सीताको बाउ बनेर चाहिँ फोटो खिच्नु भएको छ देख्न सक्नुहुन्छ। उहाँ रामपुर 3 का बासिन्दाहरू यसरी बाउ बन्नुभएको छ भने अहिले जन्ती दुलासहित आउँदै हुनुहुन्छ। रामपुर 5 देखि भने अहिले जन्ती आएपछि पनि हामी तपाईँहरूलाई देखाउनेछौँ। यस्तो राम्रो छ। अहिले धेरै भिड छ। आज हामी सीताकुण्ड आइसकेपछि हाम्रो रामपुर नगरपालिका उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजा ढकालज्यूसँग हामी केही कुरा चाहिँ सोध्दैछौँ। अङ्कल, यो सीताकुण्डको बारेमा हजुरले जानेको भनिदिनुहोस् न। धन्यवाद। यो खास गरी त्रेता युगका चाहिँ मर्यादा पुरुषोत्तम श्री राम र सँगसँगै सीता र लक्ष्मणहरू आफ्नो 14 वर्ष वनवासको क्रममा यो क्षेत्र खास गरी रामपुर वरिपरि उहाँले चाहिँ विचरण गरेको भन्ने मान्यताबाट यो खास गरी रामपुर रहन गएको हो। र यहाँ ऐतिहासिक र पौराणिक यो सबै कुरा रामसित जोडिएका, सीतासँग जोडिएका, जस्तै रामघाट जहाँ रामले स्नान गरेको, त्यसपछि आएर राम मन्दिर जहाँ राम चुलो छ त्यहाँ भात पकाएर खाएको, त्यसपछि यहाँ माथि आइसकेपछि रामचे भन्ने जुन डाँडो छ माथि त्यहाँबाट चाहिँ रामले चाहिँ कुकुरलाई चे गरेर बोलाएको भन्ने मान्यता छ। र सँगसँगै यो क्षेत्र विशेष गरी यो पौराणिक र धार्मिक मान्यता बोकेको सीताकुण्ड सीता रजस्वला भएको बेलामा र यो कुण्ड बनाएर स्नान गरेको भन्ने मान्यता चाहिँ रहेको कुरा मैले जानकारी गराउन चाहन्छु। अरू केही छ? अरू अब यहीको बारेमा ठिक छ। आउँदै हुन्छ। ठिक छ। हाम्रो उद्योग वाणिज्य सङ्घको अध्यक्ष भोजा ढकालज्यूले आफूलाईसँग भएको कुरा र जान्नेको कुराहरू बताइसक्नु भएको छ। यही कुराहरू हामी तपाईँहरूलाई चाहिँ यहाँ देखाउन चाहन्छौँ। अब एकदम बाजागाजा सहितको नाचगान हेरौँ कस्तो हुन्छ के हुन्छ। हामी चाहिँ यसरी हिँड्दैछौँ। अब भने यता घरमा विशेष
विवाह मण्डप भने एकदमै राम्रो भव्यका साथ सजाइएको छ। यहाँ सक्नुहुन्छ कोही चाहिँ विवाहको भाग भने कोही यस्तो राम्रो मण्डप यहाँ सजाएको छ। देख्न सक्नुहुन्छ यो सीता र रामको विवाहको लागि एकदमै राम्रो सजावट छ। यहाँ देख्न सक्नुहुन्छ सबै सक्छौँ आइसक्नु भएको छ। जय सीताराम। आज यस विवाह पञ्चमी महोत्सवमा सम्पूर्णजनालाई हामी स्वागत गर्दछौँ। यस सीताकुण्ड क्षेत्रमा यो सीताकुण्ड क्षेत्र रामपुर पाल्पा स्थित रहेको ठाउँ अति नै महत्त्वपूर्ण धार्मिक क्षेत्र हो, जो स्कन्द पुराणमा अनि गङ्गा महात्म्य, नेपाल महात्म्यदेखि लिएर कालिदासले लेखेको मेघदूतमा समेत उल्लेख भएको ठाउँ हो। आज विवाह पञ्चमीको दिन भगवान राम र सीताको विवाह भएको दिन हो। त्यसै कारणले रामपुर नगरपालिकाले पहिलोचोटि विवाह महोत्सवको आयोजना गरेको छ। र यो रामपुर क्षेत्रको दक्षिणपट्टिको टापुमा रहेको यस क्षेत्रमा सीता माताले आनन्द रामायणमा उल्लेख भएअनुसार उहाँले 3 महिना रामपुरमा बास गर्दाखेरि एकान्तवास गर्नुभएको र यहाँ बसेर उहाँले चाहिँ आफ्नो चाहिँ एकान्तवासको क्रममा स्नान गर्नुभएको कुण्ड भएको कारणले यसलाई सीताकुण्ड भनिएको छ। नेपालमा जनकपुर धामपछि कुनै पुराणमा सीता रहेको उल्लेख भएको स्थान भनेको यही रामपुर नगरपालिकाको दर्छामा स्थित सीताकुण्ड क्षेत्र हो। यो सम्पूर्ण ठाउँमा आज विवाह उत्सवको रूपमा तल रामघाट क्षेत्रबाट राम मन्दिरबाट बडा भव्यताको साथ रामको जन्ती आइराखेको छ र हामी यो माइती पक्ष बनेर यहाँ जन्तीलाई स्वागत गर्नको लागि तयारी गरिराखेका छौँ। र यस विवाह महोत्सवको अवसरमा हामीले यहाँको स्थानीय उत्पादन र यहाँको स्थानीय चिजलाई हामीले प्रदर्शन गरेका छौँ, ताकि आउनेवाला समयमा यस विवाह महोत्सवको माध्यमबाट यहाँको पर्यटन प्रवर्धन गर्न र यहाँको स्थानीय उत्पादनलाई हामीले ज्यादाभन्दा ज्यादा मार्केटमा ल्याउने प्रयास पनि गरेका छौँ। र यस पवित्र कार्यक्रममा सम्पूर्णजनालाई स्वागत गर्छौँ। हस्त जय सीताराम। भक्ति तयार भइसकेको छ है। अलिअलि यहाँ एकदमै छ। हाम्रो यो ठाउँ हेर्न सक्नुहुन्छ, हिमाल पनि मस्त हेर्नु जान सक्नुहुन्छ। हिमालको छेउमै पनि यस्तो राम्रोसँग रमाइलो ठाउँ रहेको छ सीताकुण्डमा। एकदम राम्रो ठाउँमा त्यहाँ एकदम कपो भूमि राम्रो